मैले कुलमान घिसिङ हामी मिलेर यो 2-3 वर्षमा भएको त अभूतपूर्व काम भएर छ 2-3 वर्षमा। त्यही भएर कुलमान घिसिङलाई अर्को पनि धन्यवाद दिनुपर्ने छ। मैले माधव दाइलाई राखेर पनि भने जो सिजाको बाटो पिच गर्ने कुरा कुलमान घिसिङलाई जति धन्यवाद दियो भने पुग्दैन। मेरो आँखाबाट आँसु झर्या हुन्, किनभने तिनले हार्दाखेरि है, किन त्यो उनी चाहिने मान्छे हो, म संसदमा देख्न चाहन्छु। किनभने मलाई अहिले पनि पीडा थाहा छ, सिजाको बाटो पिच गरिदेऊ भनेर कुकुर कराए जसरी कराएको थिएँ क्या म, कसैले सुनेन। कुन्न मात्रै मागेको थियो त्यतिखेर मन्त्रीलाई। तर कुलमान घिसिङलाई एक कल फोन गरेँ मैले मन्त्री हुँदा, सिधै भन्नुभयो आज बेलुका 8 बजे म राजीनामा दिँदैछु ज्ञानेन्द्रजी, 6 बजे तिम्रो फाइल सिग्नेचर गर्छु र रारा जाने बाटो पिच खुलाउँछु भन्नुभयो। 6 बजे सिग्नेचर गर्नुभयो र आज 91 करोड 66 लाखको ठेक्का सुरु भएको छ। त्यसका लागि जोडदार काम त्यसरी काम गर्नु भएको छ। हार्ने मान्छे हो, जनताले गलत गर्यो। कुलमानको प्रसङ्ग र त्यो राराको बाटो जनताले साँच्चै अरू कमेन्ट गर्नु होला बन्ने भन्ने प्रसङ्गले तपाईँ पनि द्रवीभूत हुनुभयो। होइन त्यो पीडा थियो क्या, किनभने यस्तो पीडा थियो कि त्यो मतलब मान्छेहरू गाडी एक्सिडेन्ट हुन्थ्यो, मान्छे मर्थे होइन। त्यो आफ्नो सरकार थिएन, केपी ओलीको सरकार थियो। मेरो कुरा सुन्दा पनि सुन्दैन थियो, मेरो त सुन्दैन थियो, अरू कसको सुन्थ्यो यिनीहरूले? सुनेन नि त अहिले बढारियो त। केपी ओलीले सुन्दैन थियो रे ज्ञानेन्द्र साईको लेभल होइन, जनताको कुरै नसुन्ने। अब काङ्ग्रेसको आयो त्यस्तै होइन, कसैको डबल क्वेसनै नगर्ने क्या। यति प्रयास गरियो होइन, त्यो बाटो बिचरा पुल थिएन। अहिले हामीले 5वटा पुल मध्ये 3टा पुल बनाएका छौँ होइन। और बाटो पुल थिएन, डिपिआर गरेका थिएन, इआइए गरेका थिएन, अझ तपाईँको ग्राभेल गरेका थिएन। धौ गरेर ग्राभेल सक्यो, धौ गरेर पुल बनायो। एउटा पुल बनाउन 6-7 करोड खर्च हुन्छ। 2-2.5 वर्षमा त्यहाँभन्दा बढी के गर्नु भन्नु त? आफू सरकारमा छैन, कराउने न हो। अनि गरेर सबै सक्यो, लगेर मन्त्री कहाँ जाने बेला मन्त्री हुन्छ भन्ने, अनि यता भाग्ने। मलाई देख्ने बित्तिकै भागिहाल्ने क्या, फेस गर्न नसकेर। अनि फोन नउठाउने। अनि कुलमान घिसिङ आइसकेपछि उहाँले अन्तिम राति 9 बजे कि 8 बजे राजीनामा दिनुभयो। बेलुका 5:30 बजे हो कि 6 बजे उहाँले मेरो फाइल सिग्नेचर गर्नुभएको छ क्या हाम्रो। अनि त्यही सिग्नेचर गरेको फाइलको बजेट आज बाटो पिच हुनका लागि ठ्याक्क सुरु भएको छ क्या। अनि ती मान्छेलाई हामीले धन्यवाद दिने कि नदिने? प्रणालीका लागि यदि कुलमान घिसिङ पछिल्लो पटक जुम्लाबाट लड्छन् भने मैले सिट छोडिदिन्छु। यो मेरो घोषणै भयो। किनभने त्यो भनेको एकदम बोल्ड डिसिजन लिनु भयो उहाँ कुलमान घिसिङ तिनले गरेका छन् क्या, गरे मान्छेलाई गरे हो भन्नु पऱ्यो नि त। हामीले बिजुलीको पोल कस्तो हुन्छ भनेर देखाएको थिएन क्या। बिजुलीको पोल कस्तो हुन्छ भनेर मैले चुनाव प्रचारसम्म हामीले देखाएको थिएन। म जुम्लाको बजारको मान्छे होइन, हलो जन्ने हलीको छोरा हो म। जुम्लाको पाबुङा भन्छ, त्यो पाबुङा भन्ने गाउँमा पिकी भन्ने ठाउँमा जन्मे हो। मेरो गाउँ जानका लागि अहिले पनि म स्कुल पढ्दाखेरि यहाँ काठमाडौँ जस्तो टाइसुट लाएर गएको होइन क्या। 2 घन्टा 1.5 घन्टा हिँडेर स्कुल जान्थ्यौँ हामी। बिहानपल्ट आफूले रोटी हालेर पकाएर, आफैले बिहानपल्ट कोदो गोडेर स्कुल पढ्यो होइन। एक दिन त भालु पनि लाग्यो त्यहाँ बिचमा, किनभने त्यो जङ्गलमा भालु हुन्छ क्या। हामी भागाभाग भयो, त्यसरी पढेर आएको मान्छे हो। त्यहाँ बिजुलीको पोल थिएन क्या। कस्तो हुन्छ पोल भनेर त्यहाँका 3 गाउँपालिकाका जनताले, जुम्लाका दुर्गममा जनताले बिजुलीको पोल कस्तो हुन्छ देखाएको थिएन क्या। पश्चिम जिल्लाहरूमा चाहिँ लाग्दैन, नेटवर्कै आउँदैन। 3G त भर्खर 4G भर्खर बाटोको त। अनि उहाँले त्यो गरिदिनु भयो, अब बाटो गरिदिनु भयो। त्यही भएर मैले कुलमान घिसिङलाई मैले जति सम्मान गरेँ भने ती मान्छेलाई त्यो सम्मानको कमी हुन्छ। तपाईँ आउने भनेपछि मान्छे जोरमुर आएका छन्, जुम्लाका थुप्रा मान्छेहरू आएका छन्। त्यसमध्येकै सम्भवतः मङ्गल धामी पनि जुम्लाकै मान्छे हुनुहुन्छ। उहाँलाई म इजलासमा निमन्त्रणा गर्छु। प्रश्नकर्ता मङ्गल धामी कटघरामा उपस्थित हुनुहुँदैछ। It's time to unleash. Air you. धन्यवाद। सम्पूर्ण नमस्कार। मेरो नाम मङ्गल धामी। मेरो घर चाहिँ दार्चुला जिल्ला हो, सुदूरपश्चिम प्रदेश। निर्वाचन बहिष्कार गरेको पालिका नौगाड गाउँपालिकाको मान्छे हो म। बहिष्कार गरिदियो मेरो वडामा होइन, 1 नम्बर वडामा हो, मेरो 5 नम्बर पर्छ। यहाँलाई सर्वप्रथम त हार्दिक बधाई छ, भर्खरै मात्र प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भएर आउनुभएको छ। मेरो प्रश्न त एकछिनपछि राख्छु, तर मैले फर्स्ट टाइम इन्टरनेटमा हेरेको मान्छे तपाईँ। प्रश्न यो रहेको छ भन्नुभयो बेला एकछिनपछि राख्छु। धन्यवाद। मैले तपाईँ अभियन्ता हुँदै गर्दाखेरि तपाईँको भिडियोहरू हेर्थेँ, तपाईँलाई एकदमै रुचाउँथेँ। तपाईँ मेरो आइडल अथवा तपाईँको म ठुलै फ्यान हो भन्न मिल्यो, त्यो हो है। अब मेरो प्रश्न यस प्रकार छ कि अस्ति तपाईँले भर्खर मात्र एउटा व्यक्ति दिनुभएको रहेछ, राष्ट्रिय स्वतन्त्र पार्टीलाई
हाम्रो पनि हाम्रो शर्तहरूमा मन्जुर हुन्छ भने मेरो समर्थन छ, हामी 2/3 बहुमत पुर्याउनको लागि सहयोग गर्छौँ भन्नुभएको रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट रूपमा आफूलाई गणतन्त्रवादी दल र धर्म सापेक्ष नभइकन धर्मनिरपेक्षताको पनि पक्षधर भनेर स्पष्टै भनेको छ। अब तपाईँको शर्तहरू राष्ट्रिय स्वतन्त्र पार्टीले मान्ला त? एउटा प्रश्न त्यो भयो। अर्को प्रश्न भनेको तपाईँ संसदमा चिच्याउँदाखेरि अथवा आवाज उठाउँदाखेरि भनौँ न, तपाईँ राजतन्त्र हिन्दू राष्ट्र भनेर सधैँ वकालत गर्नुहुन्छ, तर कुनै गणतन्त्रवादी दलको पुच्छर बनेर सरकारमा जाँदै गर्दाखेरि, मन्त्री हुँदै गर्दाखेरि तपाईँ त्यो मन्त्रालयको गाडीको एसीको हावाले त्यो सबै आफ्नो एजेन्डा विचार भुल्नुहुन्छ, बिर्सिनुहुन्छ। मैले तपाईँलाई भनेको होइन, तपाईँको पार्टीलाई भनेको हो। त्यही भएर अहिले जनताले त्यति दिएन। ठिक छ। त्यस्तै बनाउनु त दिएन नि त हैन। अनि अर्को कुरा ठाउँ रिप्लाई अनि अर्को कुरा भनेको तपाईँ कर्णालीको हामी लगायत सुदूरपश्चिम सबैको अभिभावक संसदमा प्रतिनिधित्व गर्ने तपाईँ नै हो। हामी यति कुरा चाहिँ मान्छौँ, सुदूर कर्णालीको आवाज बोक्ने अधिकार माग्ने तपाईँ नै हो। यदि भन्दै गर्दाखेरि भर्खर मात्र सुर्खेतमा एउटा घटना तपाईँलाई थाहा होला, त्यो घटना जुन बलात्कारपछि हत्याको जुन घटना छ, यो विषयमा तपाईँ व्यक्तिगत तर्फबाट र तपाईँको पार्टी रापरपाको तर्फबाट तपाईँले के पहल गरिराख्नु भएको छ? धन्यवाद। अब पहिलो प्रश्न मङ्गल धामीलाई धेरै लास्ट धन्यवाद। तपाईँको शर्त राष्ट्रपाले मान्ला कि नमान्ला? मानेन भने जनताले पछिल्लो पटक मान्दैन त। मेरा मान्नुपर्छ भन्ने छैन। हेर्नुहोस्, चुनावको अगाडि पाथिभरा चाहिने, ढोगर नदौडिनु पर्ने, पशुपतिनाथ चाहिने, जानकी मन्दिर चाहिने, सुर्खेतकी देउती बजे पनि चाहिने, तर चुनाव जितिसके पछाडि चाहिँदैन भन्न पाइँदैन। किनभने भगवान् कति आज संसारको विज्ञानले पनि यो देशमा संसारमा भगवान् छन् कि छैनन् भन्ने कुराको पुष्टि गर्न सकेका छैन। यो आस्था मात्र होइन, विज्ञान पनि हो। त्यो भए हुनाले चुनावको बेला देवी देवता चाहिने, चुनाव जितिसकेपछि नचाहिने भन्ने गऱ्यो भने त्यो चाहिँ लाल गद्दार ठहरिन्छ। त्यसो नगर्लान्। गऱ्यो भने पछिल्लो पटक जनताले अहिले अरूलाई जे गरे अरूलाई त्यही गर्ला। त्यो भए हुनाले म चाहिँ अहिले पनि के छु भने राष्ट्रपाले निरपेक्षता भनेको नास्तिक हो, त्यो गर्दैन। आज यो देशमा 81% हिन्दूहरू छन्। बुद्धिसहित जोड्ने भने झन्डै हामी 97% वैदिक सनातन छौँ यो देशमा। करिब 97-96% वैदिक सनातन बस्छौँ यो देशमा। र आज 50% क्रिस्चियन भएको देश, क्रिस्चियन राष्ट्र हुने, 60% मुसलमान भएका मान्छे राष्ट्रहरू मुसलमान राष्ट्र हुने, हामीभन्दा विकसित है ती देशहरू। फेरि हाम्रा दाजुभाइहरू त्यहाँ फेरि काम गर्न जान्छ फेरि ती देशमा हुने। झन्डै 81% हिन्दू र बुद्धसहित जोड्ने भने, वैदिक सनातन मात्र जोड्ने भने झन्डै 96% वैदिक सनातन भएको देश वैदिक सनातन हिन्दू अधिराज्य हुँदैन भने यो जनताप्रतिको गद्दारीपन हुन्छ। यो घोषणा गर्नुपर्छ यो जनताको माग। यो अर्को कुरा, यो राजनीतिक एजेन्डा मात्र होइन, यो पैसो पनि हो। कसरी भने इकोनोमी हो। किनभने संसारभरिका बुद्ध धर्मावलम्बी र हिन्दू धर्मावलम्बीको 10% मान्छे मात्र नेपाल दर्शन गर्न ल्यायौँ भने हाम्रा दाजुभाइ खाडी मुलुकमा गएर काम गर्नु पर्दैन। एक देश स्वर्ग बन्न सक्छ। नेपालले बेच्ने के हो? नेपालले बेच्ने एउटा टुरिज्म हो, धार्मिक टुरिज्म र प्राकृतिक टुरिज्म हो। अर्को बेच्ने भनेको हाम्रो एग्रिकल्चर हबहरू हो। एग्रिकल्चर त्यो धान चामल होइन। हामी कहाँ यस्ता वस्तुहरू उत्पादन हुन्छन् कि जुन वस्तु न भारतमा उत्पादन हुन्छन् न चीनमा उत्पादन हुन्छ। त्यो हाम्रो जियोग्राफीले, हाम्रो भूगोलले दिएको कुरा, त्यो बेच्ने हो। अर्को भनेको हाम्रो हाइड्रो नै हो। अब यो तीनटा कुरामा पनि अहिलेको 2/3 सरकार लाग्दैन भनेपछि त जनताले अरूलाई जे गरे उनलाई पनि त्यही गर्छन् पछि। त्यो भए हुनाले मलाई चाहिँ के लाग्छ भने सकभर जान्छ भन्ने यो प्रश्नको जवाब भयो। अब मान्ला नमान्ला उनीहरूका कुरा हो। र अब अर्को एउटा प्रश्नको जवाब के छ भने, अब गणतन्त्रको कुरा भने यो यसो हो कि यो देश सबैको हो कि पहिला कुरो। यो देशभित्र राजसंस्था चाहिन्छ भन्ने मान्छे पनि चाहियो, राजसंस्था चाहिँदैन भन्ने मान्छे पनि बस्नु पऱ्यो। राजसंस्था र यो गणतन्त्र त्यो पनि चाहिँदैन, म स्वतन्त्र बस्छु भन्ने मान्छे पनि देश हो। अब फेरि त्यो तलब भत्ता दियो भन्छन् नि, यो तलब भत्ता कसैले दानमा दिएको होइन। हामी पनि जनता कहाँ गएर जनताको जनमत ल्याएर पाएको सुविधा हो। त्यसमा कुनै आपत्ति विषयवस्तु छैन। र अर्को सरकारमा गएर पुर्खापल्ट हामी सरकारमा जाँदा पोहोर भने अलि बुझिहाल्ला है, अलि मैले जुम्ली बोलिरहेको छु, बुझिरहेको छैन होइन। पोहोर भनेको अघिल्लो साल क्या, अघिल्लो साल भन्दा पनि अघिल्लो 1 वर्ष अगाडि होइन कि यहाँभन्दा अघिल्लो कार्यकाल भनौँ न। अघिल्लो कार्यकालमा हामी सरकारमा जाँदा हाम्रो पहिलो एजेन्डा थियो श्री 5 बडा महाराज धीराज पृथ्वीनारायण शाहलाई यो देशको राष्ट्रपिता भन्ने र पुस 27 गते राष्ट्रिय छुट्टी दिने। देशको राष्ट्रपतिले गएर पृथ्वीनारायण शाहभन्दा राष्ट्रपतिभन्दा पनि ठुलो पृथ्वीनारायण शाह हो, किनकि उहाँको दिव्य उपदेशमा यो देश बने हो। र उहाँलाई सम्मान गर्ने, त्यो पनि मौखिक होइन, लिखित मन्त्री परिषदले पारित गरेर राजपत्रमा अङ्कित गरेर गऱ्यौँ भने मात्रै प्रचण्डको सरकारलाई सहमति दिन्छौँ, नत्र दिन्न भन्यौँ। पृथ्वीनारायण शाहको शालिग फोड्ने, पृथ्वीनारायण शाह गलतन भनेर हतियार उठाएर जङ्गल पस्ने प्रचण्डजीले स्वयं 14 सिटको रापरपाको शक्तिको अगाडि झुकेर सिग्नेचर गरेर लागू गरे। त्यही भएर पुस 27 आज हामीले राष्ट्रिय विधा र राष्ट्रिय एकता दिवस गरेर मनाउन पाइरहेका छौँ। त्यो लागू गऱ्यौँ, भोलिपल्ट अलिकति 43 दिन बाद हामी ल तिमी आफै चलाऊ भने हामी बाहिर निस्किहाल्यौँ। अहिले साल पनि यसै गरेर यहाँ हाम्रा 3-4वटा एजेन्डा राष्ट्रपाले लागू गर्छ भने समर्थन गरिदिन्छौँ। किनभने अरूले 100 सिट जित्नु र रापरपाले 5 सिट जित्नु बराबर छ, किनभने एजेन्डामा त हामी बलियो छौँ। अनि बलात्कारीको कुरा जोड्नु भएको थियो। इनिसा विकको कुरा, आज इनिसा विक नाम भयो, भोलि अर्को कोही हुनसक्छ। यो हाम्रो कमजोरी हो, राज्यको कमजोरी हो।
यदि निर्मलाको बलात्कारपछि जो हत्या भएको थियो त्यतिखेरका ती दोषी पक्राउ परेर अहिले जेल सजाय भएका भइदिए आज इनिसा विकको बलात्कारपछि हत्या हुँदैन। यो चाहिँ हामीले सिक्न आवश्यक छ। त्यही कारण कारबाही गर्न। हस्, धन्यवाद।